छौ। हेलो अनि नमस्ते, स्वागत छ फेरि पनि है। आज चाहिँ म गोठालो जाँदैछु। गोठालोमा चाहिँ आज मेरो दाइको छोराछोरी र हामी चाहिँ गोठालो जाँदैछु होइन। र हामीसँगै तपाईँहरू सबैलाई लिएर जाँदैछु होइन। बाबु चाहिँ ढोका लाउँदैछ। ल छिटो ल बाहिर पुग्यो है। ल आज हामी चाहिँ अब गोठालोमा गएर चाहिँ अलिकति केही खानाभिजाहरू पनि खोजेर ल्याउने छु। अनि त्यहाँ खाना आए पनि छ होइन। खाना आयो यताउति केही चिजहरू खाएको देखाउने छु है। ल यही हो है। बाख्रा खोलिदिउँ त ल। अब हामी बाख्रासँगै त्यहाँ हामी खाना खाने अनि दाउराहरू खोज्ने गर्ने छ होइन। ल हामी भिडियोमा सँगै जाउँला है। भिडियोलाई हेरौँ त हेरौँ बोल। बहिनीलाई हाल्ला खोल्ने खोल्ने होला। उठी हामी यो मेन रोड पिच रोड हुँदै त्यहाँबाट हामी चाहिँ गल्ली छिर्दै जानेछौँ है। ल यही हो। ल अगाडि भाइ बहिनीहरूले चाहिँ अगाडि बाख्रा लपटिसकेको छ। लगभग तिनीहरूले टाढै पुगिसकेको छ। गइसकेको छ। गोठालो लाग्नेहरू चाहिँ एकदम पाको छ है। फेरि गोठालो लाग्ने मान्छे चाहिँ फेरि एकदम पाको डेली लाइफ भ्लगर। दिस इज भेरी अर्ग्यानिक एन्ड ओरिजिनल भेज लाइफ ब्लग भिडियो। यहाँ खाना खाने भनेको उल्टै बाख्राले खाना खाइदियो र यहाँहरू बिजोग भइरहेछ है। बाख्राले खाइसकेको थियो त जब ऊ खाना एकदम रमाइलो लाग्ने होइन बच्चाहरूलाई। अब कस्तो लागेको ढुङ्गाले पनि। रानी के छ खाना त लुट्यो त आज यिनीहरूले। यहाँ अनुहार लगाएर बसिरहेको छ बिजुली बाख्रा। हामीले खानु पर्ने खाना यिनीहरूले खाएर मऱ्यो है। तपाईँहरूलाई देखाउँछु सबसे पाकेको क्या छ उयो साथीहरू। साथीहरू यस्तो पाके छ दामी छ खाइरहेको छ है। मिठो छ साथीहरू। यो चोटिको भ्लग भिडियो चाहिँ यति नै है। आजको केही अब खासै त्यति राम्रो तरिकाले त बनाउनु सकिएन है। किनभने अब दुईजना पछि ल्याएको छ उतापट्टि अब बाख्रा कता गयो थाहा छैन। त्यही भएर आजको भ्लग चाहिँ यतिमै अन्त्य गर्छु। र योभन्दा अरू थप नेक्स्ट अपडेट भ्लगको लागि चाहिँ यहाँहरू सबैजनाले लाइक र सब्सक्राइब गरेर राख्नु होला भन्ने आशासहित आजको भ्लग यही नै अन्त्य गर्न चाहन्छु। हस्त।